ल है त अब दादाले चलाउने है दादा है ओहो ल चलाउने होस् निन्द्रामा बसेपछि तँलाई मैले के भन्थेँ हिजो यति बेला होमवर्क भ्याइस निद त्यो आँखा के हो त तेरो यो हेरे मलाई यो पारा चाहिँ ठिक लागेन अलि म बुझिहाल्छु फेरि धेरै कुराहरू होइन दादालाई हेरे भन दादाले केही भन तिमी ज्ञानी भयो है दादा भन के गरे देखा हेर बहिनीले नि भने ल तर उता काटै त ल मिस्टर सम्राट कामीले चलाउँदै हुनुहुन्छ सम्राट कर्म कामी होइन सम्राट कर्म म नि जाने हो र चल ए सरी है मैले नराम्रो बोलेँ है माछालाई भनेको कता सिट खै छैन कहाँ बाङ्गो हुने कहाँ बस्ने म कता बस्ने भन त टिमले कता यो के हैछ बेबी हो ओहो ल ल ल म अलि पर जानुहोस् त ए ल अब चाहिँ नि गाडी चलाउँदै हुनुहुन्छ मिस्टर सम्राट ल यो अनुहार हेर त यो 12-13 वर्षको भयो यसको खै बेहोरा के छ अब यसको अनुहार हेरेर कमेन्ट गर्ने साथी यसको बेहोरा कस्तो रहेछ यो किन यस्तो यो अनुहार भएर बना ल वाउ सम्राट मिस्टर सम्राट कामीले मजाले यस्तरी गाडी लिएर हिँड्नुहुन्छ ल दादालाई डिस्टर्ब नगर है बेबी एकछिन स्लो गरी यस्तै गरी लिएर हिँड्नुपर्छ है कति राम्रो छ कति राम्रो ओ माई गॉड ल दादाले गाडी चलाएको कस्तो छ बेबी भन्देऊ त राम्रो छ ल यो फेरि रिपिट है